फाइनली गाइस हामी फेरि आइसक्यौँ एक नयाँ ब्लग लिएर उपस्थित भइसक्यौँ र गाइस यो ब्लगमा चाहिँ म आफ्नै घरको अगाडि ब्लग सुटिङ गर्दैछु र आज म आफ्नो घरको भित्र प्रवेश गर्दैछु र यो चाहिँ प्रवेश गर्ने बाटो र यता बाटोको छेउमा चाहिँ यता यो दुबो फुल चाहिँ रोपेको छ। अब नेपालीमा घन्टी फुल भन्छ यसलाई। यो चाहिँ फुल रोपेको छ, अहिले मजाले फुलेको छ। अब बिहान त अझै मजाले फुल्छ। र गाइस यता चाहिँ यो टाढा फुल भन्छ होला नेपालीदेखि, टाढा फुल रोपेको रहेछ यहाँ हेर्न सक्नुहुनेछ। र यहाँ चाहिँ टाढा फुल र यो बाल्टीमा चाहिँ यता घिउ कुमारीको बोट रोपेको रहेछ। र गाइस यो घरको अगाडि चाहिँ अब हामी यता घरको अगाडि चाहिँ गाई गोरु बाँध्ने ठाउँ, यता चाहिँ डोर, यहाँ गाई गोरुलाई पराल सडाल के दिने। र गाइस यो चाहिँ हाम्रो बाछी मतलब गाई भइसक्यो अहिले गाई। यो चाहिँ हाम्रो गाई अहिले पराल खाँदैछ। यो गाई चाहिँ अब यही गाई हामीलाई सुख दुःख गर्छ हाम्रो। र गाइस यो चाहिँ डोरमा पानी गाई गोरु ल्याउँदाखेरि घरभित्र बाँध्दाखेरि यहाँ चाहिँ पानी खुवाउँछु, अरू भित्र बाँध्छु। र यता चाहिँ हामी एउटा गुलाब फुल रोपेको थियो आज। यो गुलाब फुल चाहिँ आजै रोपेको, त्यसले यो मर्न आँटेको छ। र यो चाहिँ भित्र अब प्रवेश गरिसक्यौँ। र यो फुल चाहिँ छ गाइस, यो फुल चाहिँ भनेको 4-5 वर्ष भइसक्यो रोपेको। र यो फुल चाहिँ अहिले पत्ता सबै झरेर सत्यनाश भइसकेको छ। र गाइस यता चाहिँ पढैबाको खोड, र यो चाहिँ गाइस पढैबाको खोड यो धेरै जमानादेखि बनाएको, धेरै वर्ष भइसक्यो बनाएको। र यसमा चाहिँ भनेको पढैबाहरू पाल्ने गर्छु। र पढैबा यो दुलोभित्र छ नि, दुलो छ नि, यो दुलोभित्र चाहिँ पढैबाहरू पस्छ र यही बस्छ, यसमै जिन्दगी बिताउँछ उसको लाइफ। र गाइस यो चाहिँ गैली, हाम्रो गैलीभित्र प्रवेश गरेर म तपाईँहरूलाई देखाउँछु। यो चाहिँ गैलीभित्र यहाँ चाहिँ हामी गाई बाँध्छु। र यस्तोमा चाहिँ अब पानी परेको बेला भित्रै अब पराल सराल दिने सुविधा छ। यता भकाडी छ गैलीमा। र गाइस यता चाहिँ पुरै सुविधा छ, यता बाख्राहरू बाँध्छु। र अब अर्कोतिर हामी लाग्यौँ गाइस। र गाइस यता चाहिँ हाम्रो यो ढोका लगाएको छ क्या, यसमा चाहिँ हामी भात पकाउने काम गर्छु यो घरमा। अहिले ढोका लगाएको छ के भित्र अब देखाम। र गाइस यता चाहिँ हाम्रो यो ठुलो घर हो हामी सुत्ने। यता चाहिँ गाइस साइकल राख्ने र यता घाँस राख्ने यो कोठा सानो। र गाइस यता चाहिँ हामी सुत्ने घर, यता बस्ने घर यो हो। यताको यो चाहिँ कोठा छ नि गाइस, यो चाहिँ मेरो कोठा, यसमै म सुत्ने गर्छु। र यो भित्र अझै धेरै कोठाहरू छ, म अर्को भ्लगमा देखाएको थिएँ होला यो भित्रको कोठाहरू। यो भ्लगमा चाहिँ अब भित्र नप्रवेश गरौँ होला, त्यसले म बाहिरको सिनहरू देखाउँछु यो भ्लगमा। र गाइस यता चाहिँ म अर्को भ्लगमा यो कलतिर देखाएको थिएन, त्यसले यो कलतिर अब यो भ्लगमा म देखाएँ। र गाइस हामी यता प्रवेश गर्दाखेरि यो कल, पानी खाने कल यहाँ छ गाइस हाम्रो। यो चाहिँ कलमा हामी पानी खाने गर्छु र यता पानी सानी सबै मजाले खान्छु। र गाइस तपाईँहरू कस्तो हुनुहुन्छ, ठिक हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस्। र गाइस हामी अब बाहिरतिर प्रवेश गऱ्यौँ। र गाइस हामी बाहिर प्रवेश गरिसक्यौँ र अब भित्रदेखि बाहिर जाँदैछौँ। यो गाई त अघि म देखाइसक्यौँ। अब यसकै सानो हामी यसको बच्चा चाहिँ यहाँ छ बाँधेको, यो चाहिँ देखाउन बाँकी छ, त्यसले यो पनि अब म तपाईँहरूलाई यही भ्लगमा देखाउँदैछु। यो चाहिँ हाम्रो सानो बाछी, कस्तो माया गर्छ हामीलाई। बाछी के छ खबर, यता हेर। रिसाएको छ क्या म माथि। र गाइस अब यता हामी यो बाल्टीमा गाई गोरुलाई पानी खुवाउने गर्छौँ हामी। र गाइस अब हामी यस्तै हाम्रो कुखुरा चल्लाहरू। र गाइस यता चाहिँ यो हाम्रो घरको अगाडिको बाटो कस्तो छ गाइस, ठिक छ भने च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस्। यो चाहिँ हाम्रो घरको अगाडिको बाटो कस्तो छ हेर्नुहोस्, यो चाहिँ मेरो घर, यताको बाटो सिन। र गाइस हामी जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु। तपाईँहरू हाम्रो यो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोस्। हाम्रो गाई आइसक्यो म छेउमा, हेर्नुहोस् कस्तो माया गर्छ हाम्रो गाई। आइसक्यो हेर्नुहोस् त हाम्रो गाई कस्तो इमान्दार छ। भ्लगमा म पनि आउँछु भन्दैछ क्या। अब भ्लगमा आउँछु भन्दाखेरि अब भ्लग त अब ल्याउनुपर्छ भ्लगमा। जति म पछाडि सर्छु उति अगाडि आउँछ हाम्रो प्यारो गाई। अब भ्लगमा आउन चाहन्छ अगाडि बढिहाल्यो, हेर्नु त म पछाडि सर्दाखेरि अगाडि बढ्छ क्या। सक्सक गर्दैछु, हेर्नुहोस् सक्सक कस्तो गर्दैछ, प्यारो गाई छ नि त गाइस। र गाइस यता चाहिँ यो बाटोको सिनहरू ल गाइस। अब गाईसँग अलि हेर्नुहोस्, म हिँड्दाखेरि ऊ पनि हिँडिहाल्छ क्या, मेरो पुच्छरै लाग्छ। कस्तो मजाले आउँदैछ हेर्नु त, गोबरमा लात्तिदिए क्या हो गाइस,
कस्तो इमान्दारी छ, जे भन्छु त्यो मान्छ यो गाई चाहिँ। यस्तो गाई चाहिँ अब हाम्रो इमान्दारी पूर्वक गाई छ, प्यारो गाई मेरो। यसलाई धेरै मायाले पुसेको, सानोदेखि बच्चादेखि नै पुसेको, पालेको र अहिले ठुलो भइसक्यो, चकचक गर्छ मसँगै बेसी, मसँगै अब खेलकुद मतलब खेल्छ मसँगै धेरै। र गाइस हामी चाहिँ जहिले यस्तै भ्लग लिएर उपस्थित गर्छु। आजलाई भ्लग चाहिँ यति नै। अब फेरि अर्को भ्लगमा हामी आउनेछु गाइस, ताकि तपाईँहरू यो च्यानलमा सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई सब्सक्राइब गर्नु, लाइक गर्न चाहिँ नबिर्सनुहोस्। हामी यो च्यानलमा जहिले यस्तै भ्लग लिएर उपस्थित गर्छु। माई नेम इज ब्लगर विष्णु। आजलाई थ्याङ्क यू।